तपाईँले घर दैलो अभियान गर्दै गर्दा कस्तो प्रतिक्रियाहरू पाउनु भएको छ? जनताको अपेक्षा तपाईँप्रति के छ? के पाउनु भएको छ थोरै भनिदिनुहोस् न। हजुर, अहिलेको यो घर दैलो कार्यक्रममा हामी लगभग 36वटा मध्ये धेरै वार्डहरू हामी घुमिसकेका छौँ रूपन्देही 3 क्षेत्रको। त्यसमा चाहिँ जनताहरूको एकदमै उल्लेखनीय र एकदमै उत्साहपूर्वक चाहिँ एउटा चाहिँ हामीलाई रेस्पोन्स दिइराख्नु भएको छ। हामी हाइब्रिड मोडलमा गरिरहेको छौँ। जनताहरूसँगको भिजिट चाहिँ हाम्रो एक त र्याली पनि गरिरहेछौँ र कहीँ झरेर पनि हामी त्यो घर भेट्ने काम पनि गरिरहेछौँ। अब मोर देन 90% जुन छ 90% भन्दा धेरै चाहिँ जनताहरूले एकदमै रुचाउनु भएको छ। उहाँहरूले ठुलो आशा हामीप्रति राखिराख्नु भएको छ। त्यो आशालाई तपाईँहरूले कतिको पुरा गर्नुहुन्छ? त्यो निडलाई कतिको फुलफिल गर्नुहुन्छ? के छ तपाईँहरूको एजेन्डा? मलाई चाहिँ यसरी आइराख्दाखेरि मैले अहिले देखेको चाहिँ हाम्रो उहाँहरूको यस्तो साधारण मागहरू छ। मलाई कस्तो अचम्मै लाग्छ। यी मागहरू वर्षौँदेखि माग्दै बस्नु भएको छ तर त्यो पुरा भएको छैन। त्यो माग चाहिँ कुनै पनि सरकारले पुरा गर्नको लागि त्यो त दायित्व नै हो। उहाँहरूले कुनै आफूलाई एउटा सादा चिजभन्दा धेरै माग्नु नै भएको छैन। जस्तो खाद नपाउनेलाई खाद भन्नुहुन्छ, कृषिको कुरा गर्नुहुन्छ, एउटा कुरा शिक्षाको गर्नुहुन्छ, स्वास्थ्यको गर्नुहुन्छ। योभन्दा माथि बाटोघाटो भयो, 1-2टा कुराहरू, त्योभन्दा माथि त उहाँहरूले सोच्नु पनि सक्नु भएको छैन। त्यो कस्तो भने कतिपय ठाउँमा त कति रुन पनि मन लाग्छ। रोजगारीको कुरा भन्नुहुन्छ, उहाँहरूले भन्न खोजेको आफ्नो छोराछोरी बाहिर जान नपरे हुन्थ्यो भन्ने कुराहरू इत्यादि। यी कुराहरू त साधारणतै कुनै पनि राम्रो सरकारले त यो गर्नै पर्ने मध्येकै चिज हो र हाम्रो सरकार त यसमा कटिबद्ध छ। हामीले त अस्ति पनि हामीले एउटा खुला एउटा पेपर पनि एउटा चाहिँ करार पत्र जस्तो गरेर पनि निकालेछौँ, जहाँ चाहिँ हाम्रो पार्टीबाटै हामीले जनता समक्ष हामीले चाहिँ एउटा बाचा पनि गरेका छौँ कि हामीले यी कुराहरू जति सक्दियो चाँडो चाहिँ हामी यसलाई चाहिँ जसरी पनि गर्छौँ, पुर्याउँछौँ जनतासम्म, सहर गाउँ घर गल्ली पुर्याउँछौँ भन्ने नै हाम्रो प्रतिबद्धता छ। र अहिले यसलाई हामीले के बुझ्नुपर्छ नि, अस्ति बालनजीको आफ्नो भाषण पनि कति राम्रोसँग उहाँले भनेका कुराहरू कति राम्रो छ। उहाँहरूले के भन्नु भएको छ भने हामी काम गर्छौँ, कसरी हुन्छ गरारै छोड्छौँ हामी काम, र यी कामहरू नै हामीले चाहिँ पुरा गर्ने चाहिँ जति सक्यो चाँडो पुरा गर्ने हामी प्रतिबद्ध छौँ। र यो भन्दै गर्दा मैले के पनि सँगै जोड्नुपर्छ भन्दाखेरि हाम्रो जनताले अहिलेसम्म मैले दिएको रेस्पोन्सले 2/3 दिनुहुन्छ भन्ने मलाई चाहिँ क्षेत्र नम्बर 3 हेर्दा मलाई त्यो लाग्छ। र यसले गर्दा सायद त्यो दिनुभयो भने अझ हामीले उहाँहरूलाई गरेका वचनहरू पुरा चाँडोभन्दा चाँडो गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ, हाम्रो पुरै टिमलाई विश्वास छ। त्यस्तै अहिले क्षेत्र नम्बर 3मा हैन चुनावी माहौल पनि एकदमै तातिरहेको छ। घरमा कसलाई मत दिने भन्ने बहस पनि भइरहेको छ। तपाईले प्रत्यक्ष जनताहरूसँग भेट्दै गर्दा तपाईले उनीहरूलाई दिन सक्ने तपाईमा क्षमता कतिको छ भन्ने तपाईले कतिको महसुस गर्नुभएको छ? जस्तो अहिले उहाँहरूको प्रतिक्रिया मसँग व्यक्तिगत रूपमा हेर्दाखेरि, म व्यक्तिगत भए पनि खास हामी ठुलो टिम छ होइन, व्यक्तिगत रूपमा जनताहरूसँग जाँदै गर्दा सबै होइन हाम्रो जनताहरूसँग उहाँहरूले मलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहुन्छ भने यो क्षेत्रमा विगत 14-15 वर्षदेखि एउटा भनौँ न एउटा समाज सेवकको हिसाबमा एउटा चाहिँ डक्टरको लाइनमा बसेर सेवा गरेको र कम्तीमा 10-12 घर, हरेक 10-12 घरमा मैले हेरेको बिमारीहरू पनि भेट्न पाएँ। मलाई एकदम खुसी छ। त्यसले त्यो आत्मीयता झन् जोडेको छ र उहाँहरूले त्यो किसिमले मलाई चाहिँ अपनाउनु भएको छ। त्यसको लागि म चाहिँ भाग्यमानी ठान्छु आफैलाई। र उहाँहरूले भनेका कुराहरू पुर्याउन म चाहिँ यो 5 वर्ष म राजनीतिलाई पेसा गराउन जान खोजेको होइन। मैले यसलाई चाहिँ समाजसेवाको रूपमा मैले जान चाहेछु र जान खोजिरहेको त्यही नै मेरो प्रतिज्ञा हो। र मैले के भनिरहेको छु भने यो 5 वर्ष पुगिराख्दा म एक्लो छैन, हामी छौँ टिम, र हाम्रो टिमलाई हमेसा हाम्रो ट्रेनिङमा जस्तो हाम्रो ज्ञानोदीजी हुनुहुन्छ अहिले समानुपातिकबाट, त्यस्तै गरी सबै टिमहरू छौँ यहाँ। हामीले चाहिँ के गरिरहेछौँ भने हाम्रो टिमभित्र पनि यो डिस्कस गर्छौँ कि हामीले उहाँहरूले भनेको कुरा पुऱ्याउन सक्छौँ कि सक्दैनौँ भन्दा हामीले एकदमै यसलाई साधारण चिज हो र हामी सक्छौँ र उहाँहरूले माग्नुभएको चिजहरू समयमै गर्छौँ भन्ने चाहिँ हामीलाई विश्वास छ। हजुर, तपाईलाई के लाग्छ रूपन्देही क्षेत्र नम्बर 3मा र समग्र लुम्बिनी प्रदेशमै देखिएका इस्युहरू हैन, सुधार गर्नुपर्ने कुराहरू के छन् र त्यसलाई तपाईहरूको टिम भएर हामी आउने हो भनेर भनिराख्नु भएको छ, त्यसलाई कसरी तपाईहरूले राम्रो गर्नुहुन्छ? के छ एजेन्डाहरू? एकदमै यसमा हामीले कसरी बुझ्नुपर्छ भन्दा कुनै पनि चिज एकै दिनमा त समाधान हुन गाह्रो छ भन्ने यो सर्वविदितै छ। सबभन्दा पहिला हामीले कुनै लोकलमा हुने समस्या लोकल लेभलबाटै, स्थानीय गभर्नमेन्टबाटै हामीले त्यसलाई सल्भ गर्छौँ। त्यस्तै गरी हामी माथिल्लो तहमा प्रदेशमा हुने समस्याहरू प्रदेश लेभलबाट, र त्यसै गरी ठुला समस्याहरू नीतिगत लेभलमा, पोलिसी लेभलमा, हामी हायर लेभलमा एक्सपर्ट्सहरू राखेर त्यहीँको रिप्रेजेन्टेटिभ राखेर त्यसलाई चाहिँ हामीले समाधान गर्ने हाम्रो चाहिँ एउटा प्लान छ।
र यी हामीले चाहिँ म एक्लै गर्छु भनेर भन्दा यो तहगत हामीले तहगत टिमले चाहिँ हामीले यसलाई चाहिँ एड्रेस गरेर प्रब्लम आइडेन्टिफाई गरेर त्यो प्रब्लमको सल्युसनलाई कसरी गर्न सकिन्छ भन्ने एउटा रोड म्याप तयार गरेर कतिपय त हाम्रो अलरेडी छ र मलाई जहाँसम्म लाग्छ 70% to 80% कामहरू त स्थानीय चिजैबाट सल्भ हुने कामहरू छन् यिनीहरू चाहिँ जुन मान्छेलाई रियलमा महसुस हुन खोज्ने र त्यो चिज त हामीले त्यही भएर अस्ति बालनज्यूले पनि भनेको हामी 1-1.5 वर्षमै गर्छौँ भन्न खोजेको कारणै यही हो र हामीले यसै गरी विभिन्न तहमा बसेर नै यसलाई चाहिँ हामी सल्भ गर्छौँ। हजुर, तपाईँ डाक्टरी पेसामा पनि हुनुहुन्थ्यो होइन, अस्पतालमा पनि धेरै वर्ष दिनुभएको छ। त्यो स्वास्थ्य सम्बन्धी कुरालाई पनि तपाईँले सांसदसम्म उठाउँछु भन्नुभएको छ, त्यो कतिको तपाईँले पुरा गर्नुहुन्छ, के छ? मेरो खास मेरो स्ट्रेन्थ भन्छु, मेरो स्ट्रेन्थ नै हेल्थ साइन्स हो। तर हेल्थ साइन्स आफैमा स्वास्थ्य मात्रसँग लिङ्क नभएर यो सम्पूर्ण मानिसहरूको हाम्रो चाहिँ यो अरू विषयसँग पनि, इकोनोमीसँग पनि, हाम्रो शिक्षासँग पनि, अरू सबै रोजगारीसँग होइन, यी सबै चिजहरूसँग यो जोडिएको छ। र हेल्थमा मैले डक्टर भएर एउटा बिमारीलाई हेर्दै गर्दा मैले के भन्छु भने मेरो एउटा चाहिँ ट्रेनिङ कसरी भएको छ भने इन्स्ट्यान्ट डिसिजन मेकिङको ट्रेनिङमा चाहिँ एउटा बिमारी आइराख्दाखेरि एकदम इमर्जेन्सीमा एकदमै सिभियर भएर क्रिटिकल अवस्थामा मसँग टाइम नहुँदा पनि डिसिजन गरेर हामीले चाहिँ त्यसरी हामीले यो मेडिकल लाइनले काम गर्छौँ। त्यसले गर्दा यो लाइनमा पनि हामीले राम्रो डिसिजन बनाउन सक्ने व्यक्तिलाई हामीले छानेर पठायौँ भने यी प्रब्लम्सहरू राम्रोसँग सल्भ गर्न सकिन्छ भन्ने बुझ्छु। र हेल्थको कुरा गर्दै गर्दा मेरो एकदम ठुलो मेरो आफ्नो चाहिँ सपना जनता समक्ष दिने भनेको हर घरमा स्वास्थ्य हो। हर घरमा स्वास्थ्य, त्यसको लागि चाहिँ हामीले चाहिँ ओडाको अस्पतालहरूलाई चाहिँ राम्रो बनाएर चलायमान बनाएर एउटा लेभल अफ ओडालाई चाहिँ कसरी चाहिँ क्षेत्रलाई कसरी जिल्लालाई कसरी चाहिँ प्रदेशलाई कसरी केन्द्रमा जोड्ने हामीसँग हब एन्ड स्पोक मोडल भन्छौँ। हामीले त्यो मोडल पहिला पनि तयार गरेर यो रियलमा यो राम्रो छ भनेर प्रमाणित पनि गरिसकेका छौँ। हामी प्यारालाइसिसको जस्तो स्ट्रोकको एउटा बिमारीमा चाहिँ हामीले गरेका छौँ, नेपालभरि नै त्यो प्रोग्राम गरेका छौँ। र त्यस्तै गरी हेल्थ वास्तवमा नीतिगत रूपमा गयो भने सायद म जस्तो मान्छेलाई धेरै गाह्रो कुरा होइन, किनभने म अहिले बोलिराख्दाखेरि मैले के लिएको छु भने हाम्रो हेल्थ सेक्टरका सम्पूर्ण टिम बोलिराख्नु भएको छ भन्ने लिएको छु। र यो चाहिँ पक्का पनि हामी सल्भ गर्छौँ नै, यो मेरो फर्स्ट प्रायोरिटी यही नै हुन्छ। हजुर, यसै गरी प्रतिस्पर्धी अर्थात् प्रतिद्वन्द्वीहरूलाई के भन्न चाहनुहुन्छ त? होइन, एकदम ठिक छ, हजुरहरू पनि आउन राम्रो नियतले आउनु भएको छ, राम्रो देश बनाउने आउनु भएको छ। आफ्नो नियति राम्रो राख्नु होला र चाहिँ फेयर कम्पिटिसन गर्नु होला यो ठाउँमा होइन। किन भन्दा हामीले चाहिँ अहिलेदेखिको पहिलो स्टेप नै हामीले चाहिँ गलत गऱ्यौँ भने, पहिलो स्टेपमै हामी अनफेयर भएर गयौँ भने देशमा पछि कसरी फेयर हुन सक्छौँ, हामी कसरी चाहिँ असल हुन सक्छौँ। त्यही भएर एटलिस्ट यो कम्पिटिसनलाई चाहिँ यो कम्पिटिसन नै हो यो होइन, हामी सबै विभिन्न वर्गको हाम्रो सोच उस्तै भए पनि देश बनाउने हाम्रो तरिका फरक हो। त्यसले गर्दाखेरि यो पहिलो स्टेपमा चाहिँ कतै पनि नराम्रो काममा इन्भल्भ नभइकन होइन, एउटा एकदम प्योर एउटा प्रोफेसनल वेमा चाहिँ पोलिटिक्सलाई चाहिँ एउटा शुद्धता दिएर अगाडि बढ्नुहुन्छ भन्ने उहाँहरूप्रति मेरो ठुलो आश र विश्वास छ र पक्का पनि उहाँहरूले त्यो गर्नुहुन्छ र मिलेर चाहिँ देश बनाउनु पर्छ होइन भन्ने नै मेरो उहाँहरूप्रति मेरो चाहिँ एक किसिमको एउटा चाहिँ मेरो रिक्वेस्ट हो। र सँगसँगै मेरो के हुन्छ भने उहाँहरूलाई शुभकामना पनि दिन चाहन्छु। यो चुनावमा आउनु भएको छ, मेरो धेरै शुभकामना छ उहाँहरूलाई। अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई? मैले एकदमै सबैलाई दुई हात जोडेर एकदम विनम्र अनुरोध गर्छु, यो एकचोटि आएको यो एउटा ठुलो मौका हो परिवर्तनको र हामीले चाहिँ यो रिभोल्युसनको जुन भन्छौँ यो निलो क्रान्तिको एउटा सुनौलो अवसर हो। यो हाम्रो लागि मात्र नभएर आउने पिँढीको लागि यो देशलाई नयाँ तरिकाले एउटा अझ सुदृढ तरिकाले लिएर जाने चाहिँ एउटा ठुलो अवसर हो। यो अवसरमा चाहिँ जुन रङमा आफू बसे पनि एकचोटिलाई मत परिवर्तन गरेर एकचोटि हाम्रो टिम हामी सबैलाई चाहिँ मौका दिनुहोस्। हामी पक्का पनि हजुरहरूको आशालाई एकदम निराश गर्ने छैनौँ र त्यसलाई रियालिटीमा परिवर्तन गर्छौँ भनेर हजुरहरूसँग यसपालि हामीलाई बहुमत दिएर हाम्रो पूर्वदेखि पश्चिम महाकाली सबै मेचीदेखि महाकाली सबैको जनताहरूसँग म चाहिँ यो विनम्र अनुरोध गर्न चाहन्छु। हजुर, हस्, धन्यवाद।